राजनीतिमा उभिनुभयो किन भन्दा देश बनाउन, तर देश त झन् भनौँ झन् कङ्गाल हुँदैछ। पहिला त पिपुलले नेतालाई गाली गर्नु अगाडि पब्लिकले पनि के बुझ्नु पर्यो भने साँच्चीकै भ्रष्टाचारीहरू जो छन् नि, थाहा छ नि त जनतालाई, लगभग थाहा छ अहिले होइन, कतिपय कुरा भन्न सकिन्छ कतिपय कुरा भन्न सकिँदैन है। साँच्चीकै भ्रष्टाचारीहरूलाई तपाईँको चाहिँ ब्यालेटबाट बहिष्कार गर्नु पऱ्यो, यानि कि हराइदिनु पऱ्यो, पत्ता साफ गर्नु पऱ्यो के। अब हिजो अस्ति 79मा सक्नु भएन होला, तर 84को चुनावमा कमसेकम 10-15 जना जो देश साँच्चीकै दोहन गरेर बसिया छन्, जसले यो मुलुकको चाहिँ अहितमा काम गरिरहेको छ है, त्यस्ता मान्छेहरू चाहिँ ब्यालेट मार्फत होइन चाकरीको भरमा टिकट लिएर गएका मान्छेहरूलाई गाउँमा जनताले चाहिँ राजनीतिक पार्टी नहेरिकन स्वीकारिदिनुपर्छ, हराइदिनुपर्छ। यहाँ त कस्तो छ भने चाहिँ मुठीभर मान्छेहरूले होइन राज्य दोहन त गरे तर राज्यको ढिकुटी पनि तपाईँको चाहिँ आफ्नो हितमा प्रयोग गरेका छन्। त्यही त आज आत्मसाक्षी राखेर भनिदिनुहोस् त, अबको 84को चुनावमा को नेता हारेको हेर्न चाहनुहुन्छ यहाँ, ल भन्नुहोस्, नामै किरान गरेर। होइन व्यक्तिमा नजाउँ, म तपाईँलाई के चाहिँ भन्छु भने जसले यो राज्य सत्ता चलाएर अनि यो जति पनि यी नहुने कामहरू भइरहेछन् नि उहाँहरूको पालामा, उहाँहरूलाई चाहिँ जनताले बिदा गरिदिएको राम्रो हुन्छ।